मंगोल सम्पूर्णमा आज चाहिँ हामी मंगोल नेशनल अर्गनाइजेसन भारत जिल्ला सभाद्वारा आयोजित यो खानेपानीको चाहिँ काम सम्पन्न भए पश्चात हामी यहाँ चाहिँ निरीक्षणको लागि आएका छौं अनि त्यसरी चाहिँ कामहरु सबै सम्पन्न भइसकेको छ। म चाहिँ यहाँका टोल सुधार समितिका अध्यक्षज्यूसँग केही कुराकानी गर्नेछौं। जिजु लसो स्वागत छ हजुरलाई। नमस्कार हजुर। अनि यो सबै हाम्रो जुन खानेपानी जुन मंगोल नेशनल अर्गनाइजेसन भारत जिल्ला सभाद्वारा यो खानेपानीको चाहिँ काम सम्पन्न भइसकेको चाहिँ जानकारी आएको छ। के छ यो सम्पन्न भइसकेको हो? अब समथिङ अब 99 सबै भइसकेछ। कुनै धारामा चाहिँ तपाईको यस्तो टाल भनेर मैले पठाएको टालेको छैन। यसमा अब शिला एउटा यसमा एउटा आइना राख्दिने मुखसुख धर्दाखेरि यसो अनुहार हेर्नलाई कस्तो मगुण्ड कस्तो रहेछ हेर्नलाई त्यो पनि राख्न बाँकी राखेको मैले। यो चाहिँ गरेको छैन, अलि भ्याएको छैन कामले गर्दाखेरि। यता दौडिने उता दौडिने, बिहान गयो पानी खोल्ने, बेलुका भयो पानी खोल्ने बन्द गर्ने कामले गर्दाखेरि नै अरूलाई खोइ भने राखौँ भने त अरू नबस्ने भन्नेले आफै गर्नु परिरहेछ अहिले। अब केही महिनालाई आफै काम चलाऊ अनि त्यहाँबाट चाहिँ एउटा राम्रो व्यक्ति खोजेर उहाँहरूलाई राख्नु पर्ला भन्ने मेरो मनमा छ। अनि यो जुन निजगढ नगरपालिका वडा नम्बर 13 जुन सानो अगस्त धारा टोलको चाहिँ टोल सुधार समितिको चाहिँ अध्यक्ष पनि हुनुहुन्छ तपाई। तपाईको नाम पनि एकचोटी भनिदिनुस् न। मेरो नाम चाहिँ बुद्धबहादुर स्याङदन। निजगढ 13 भारत जिल्ला हो, सानो अगस्त धारा। हजुर। अनि तपाईको चाहिँ यो जुन मंगोल नेशनल अर्गनाइजेसन भारत जिल्ला सभाद्वारा चाहिँ यो निर्मित यो जुन पिउने पानीको लागि चाहिँ संघर्ष गरेर उहाँको चाहिँ आयोजनामा पहल गरेर देश विदेशबाट सहयोग गरेर चाहिँ यो काम चाहिँ तपाईको यहाँ चाहिँ कति 18-20 घर छ भन्नुभयो? त्यस्तै समथिङ त्यस्तै होला। 18 देखि मुनि पनि छैन, 18 देखि 20 देखि माथि पनि छैन। हजुर हजुर। अनि यो 18-20 घरको लागि चाहिँ खानेपानी सुविधा गरेर चाहिँ यसरी टोलमा चाहिँ धारा यसरी चाहिँ राख्दै गर्दाखेरि तपाईलाई कस्तो महसुस भइरहेको छ? जोस् मलाई चाहिँ अहिलेसम्म चाहिँ जहाँसम्म पहिलेदेखि चाहिँ अब खोलादेखि नै पानी ल्याउनु पर्ने थियो। हो तलबाट अब बिहान उडो बुढाउ पानी लिएर गखरीमा भन्थ्यो। अहिले लो बुढाउ उड पानी खोलिसकेछ धारामा भर्न लिएर अहिले यहीँबाट अब यसो लान मिल्यो त्यही घर छ। अब यहीँ घर छ, नजिकै भयो, धेरै सुविधा भएको छ। हजुर हजुर। जोस् अलिकति सानो मलाई जहाँसम्म लाग्छ 50% स्वर्गमा पुगे जस्तो लाग्छ। ओहो हैन? हजुर हजुर। हो कि हैन भन्नु त? उकालोमा बोक्नु र अब घर नजिकै पानी ओछ्याउनु भन्दा 50% स्वर्गमै त हो नि। एकदम हजुर। अब ट्याममा त अब यसो पानी पिउनु पाउने भयो। अब अहिले अलिकति किनभने हामीले सिस्टम राखेको छ दिनको 2 घण्टा। अस्ति अलिकति प्रब्लम आएर मैले 1 घण्टामा त राखेको छु। अब काम राम्रै मेरो त्यहाँ तलको त्यो राम्रो काम गर्यो भने मिटरले काम राम्रो गर्यो भने तपाईको अब यो 24 घण्टा खोल्ने कार्यक्रम गरिरहेको छ मैले। जतिखेर पनि पानी ओपन हुन्छ। हजुर हजुर। त्यस्तो चाहिँ कार्यक्रम राखेको छु मैले। हजुर। अनि के भन्न चाहनुहुन्छ यहाँ चाहिँ जुन आयोजना गरेर चाहिँ देश विदेशमा आह्वान गरेर काम गर्नुहुने र सहयोग गर्नुहुने जुन देश विदेशबाट युकेबाट अमेरिकाबाट अनि कतार मलेसियाबाट चाहिँ धेरैजनाले सहयोग गर्नु भएको छ। अनि के भन्नुहुन्छ उहाँहरूलाई? उहाँहरूलाई चाहिँ धेरै धेरै मेरोबाट धन्यवाद। हजुर। तपाईहरुले अब सहयोग गरिदिनुकोमा। हजुर। अब के गर्नु, अब गाउँलेलाई धेरै तपाईहरुले सहयोग गर्नुभयो। अब यो हाम्रो के भन्छ हाम्रो यो मंगोल नेशनल हाम्रो ग्याङ टिमले तपाईहरुसँग लिङ्क गरेर तपाईहरुले दिनु के अरे के भन्छ यो के अरे यो अलिकति सहयोग गरिदिनु भयो तपाईहरुले। तपाईहरुसँगै मिलेर धेरै धेरै धन्यवाद। अनि यो सानो अगस्त धारा निजगढ 13 लाई तपाईहरुले पानी खुवाइदिनु भयो। हजुर धेरै धेरै धन्यवाद। जय मंगोल। जय मंगोल। हस् धन्यवाद।